हामी चाहिँ दाउरा बोकेर गइसके। हामी हिँड्ने बाटो चाहिँ यस्तो छ है साथीहरू, गाह्रो छ गाउँले जिन्दगी, दुःख नगरी खान पाइँदैन क्यारे। अब म लड्यो यस्तो छ हामी हिँड्ने बाटो। यहाँ दिदी चाहिँ अब तपाईँको काँडाले जेलाइ छ नि, बाटै छैन रहेछ है। अलिक मजाले तान्दै जानु त, बस्नु 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 तल, अलिक कक्रक्क भएर बस्नु। काँडाले हेर्नु त भारी जेल्दाएर। अब म कसरी जाने होला? यसो हेरेर लाइक कमेन्ट गरिदिनु होला। अनि मेरो युट्युबतिर नि गएर टिकटकको फेसबुकको साथीहरूले लाइक कमेन्ट गरिदिनु होला। मेरो इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सबैले माया गरिदिनु होला। सपना तामाङ भनेर युट्युबमा सर्च गरेर पनि हेरिदिनु होला है त मेरो भिडियो। त्यहाँ एउटा बच्चा यहाँबाट भारी बोके अनि बच्चाको आमा चाहिँ यहाँ हो, भारी बोक्दैछ। स्माइल देऊ न प्लिज। यहाँ एउटा झन् सानो बच्चाको आमा झन् यहाँ छ, यो सानो नानी रातो। बाई बाई साथीहरू।